हेलो गाइज, नमस्ते सबैजनालाई। हामी चाहिँ सप्तरीको तापक्रम बढेर जङ्गलतिर हल्का साथीभाइहरूसँग गर्मी लास्टै छ गाइज। के गर्नु, गर्मीले सही नसक्नुको छ। अनि यसरी घुमाउने त्यसै गरेर हाम्रो आउँछ। सबैजना यहाँ आयुष, आर्यन, सन्जोग भान्जा, सुगम भाइ, पर्जल, अरू भाइहरूको नामै के बिर्सियो, अविनाश, दिवस भाइ, सुनुस भाइ। जङ्गलतिर आज चाहिँ छिर्दैको गर्मी बढ्यो धेरै। तराईको गर्मी लास्ट बढेछ गाइज, लास्ट गर्मी। ओ माई गड, यस्तो त अरू ठाउँमा छैन होला। 2-3वटा घाम लाग्छ तराईमा, काटेको होइन, सबैलाई थाहै छ। हो कि होइन होला, के हो भन्दा हो कि 2-3वटा घाम लाग्छ लाग्दैन? लाग्छ। अनि राम बाटो यस्तो छ, गर्मीले गर्दा कता कता दौडाउँछ थाहा छैन यार। बाटो त सिधै छ त, यो त ओह्रालो जाठा। सप्तरीको गर्मीले मारो। गर्मी कस्तो छ पर्छ भन्दा खतरा छ गर्मी त। अनि तिनवटा हेर्नु सक्नुहुन्छ। ल बिस्तारै गर। ल चिप्ल्यो भने चाहिँ गयो फेरि। अलरेडी केटाहरू चाहिँ भनेर पहिला त दामी थियो, अहिले त छैन त, फिक्कै भएछ त। नुहाउन जानु अब। आयो गाइज, ल उन्डी सुन्डी आना। आयुष चढ्दैछ माथि। खेलमा आफ्नो काम गर खुलुक्नु। बाटो यस्तो डेन्जर छ गाइस, बाप रे। के छौ यता बाटो? ओ यो बाटो नझरौँ। बाटो त डेन्जर रहेछ त। कसरी झर्नु यार, कसरी झर्नु गाइस? बाटो त डेन्जर रहेछ त। आउने बेला त आइयो। डर के आगे जिते भन्दैन, अब के गर्छु त। ड्यू था र हिम्मतको खोट लगा। माउन्टेन ड्यू, डरको गाडी जित्छ। ए यार कसरी झर्ने